नमस्ते हेलो नमस्ते साथीहरु गुड इभिनिङ तपाईहरुलाई आज म केही देखाउन चाहन्छु हेर्नु होला अन्तिमसम्म है म चाहिँ हाल भारतमा छु तपाईहरुलाई थाहा होला यहाँ चाहिँ यो चाहिँ मेरो रुम भाडाको हो आफ्नो त कहाँबाट हुनु र हैन र तपाईहरुलाई यहाँ मैले एउटा सानो आफूले आफ्नो परिवारको लागि एउटा करेसाबारी जस्तो बनाएको छु हैन त्यो तपाईहरुले देखाउँछु के छ मेरो करेसाबारीमा वहाँ चाहिँ महानायकजी सम्राटजी हुनुहुन्छ र हामी जाँदैछौँ आफ्नो करेसाबारीमा हेर्नु होला है त साथीहरु परदेशको ठाउँमा अब हेर्नुस् यहाँ पुरै ढुङ्गा छ माटो त पाइन्न साथीहरु यो म उभिएको पनि यो पनि ढुङ्गा हो यत्रो पुरै हो यत्रो ठुला पहाडको जस्तै ढुङ्गाहरू छन् त तर साइडमा काइन्ड माटो छ र मैले यता नयाँ भ्यू पनि छरेको छु तपाईहरुले हेर्न सक्नुहुन्छ र यता चाहिँ मेरो एउटा सानो बिरुवा चाहिँ मरिसकेको रहेछ किन होला केले होला है हेर्नुस् त साथीहरु किन होला यार र अरु पनि दुई त मरेका छन् किन होला यार र साथीहरुमा के छ भन्ने कुरा चाहिँ अब बिस्तारै पछि सम्म हेर्दै जाम्ला हैन मैले चाहिँ अनलाइनबाट भयो भएर मगाएर हैन यो त हाम्रो लौकी रानी हो अनलाइनबाट भयो भएर मगाएर त्यस छरेको हो है यस्तो छ कुराकानी हाम्रो यो चाहिँ लौकी रानी ए लौकी राजा हो लौकी रानी हो राजा हो क्या है त्यसपछि हाम्रो तोरिया रानी यता हुनुहुन्छ सानी तोरिया रानी हेर्नुस् त कति क्यूट देखे अझ र हाम्रो बैगन महाराजा हुनुहुन्छ यता हाम्रो करेला रानी फुल्दै हुनुहुन्छ उहाँले फुल पनि निकालिसक्नु भएको छ करेला रानी ज्यूले र करेला अब केही दिनमा लाग्छ होला सायद है र बैगन हुनुहुन्छ यता बैगन महाराजा लौका राजा हुनुहुन्छ साइडमा त्यसपछि तोरिया रानी र यतापट्टि फेरि लौका राजा हुनुहुन्छ साथीहरु यस्तै छ अवस्था है यहाँ पुरै एकदम भिडभाड छ र यता तोरिया रानी माथिसम्म गइसक्नु भएको छ माथि चढिसक्नु भएको छ उहाँले अब केही दिनमा फल दिनुहुन्छ होला सायद है ल हेर्नुस् है साथीहरु अझै टन्नेसन साथीहरु तपाईहरुले यता हाम्रो लौकी रानी हुनुहुन्छ यता माथिदेखि सरक्क हेर्नुस् त फर्सी र लौकाको सँगै सबै बोटा लगाएको लौकी मात्रै उम्रे फर्सी उम्रेन हैन र यसो तोरिया रानी पनि सँगै जानुभएको छ हेर्नुस् पिडालु महाराजा पनि हुनुहुन्छ यो चाहिँ खाने हो कि नखाने हो थाहा भएन तर आफै उम्रेको पिडालु चाहिँ लागेको हैन यता बैगन महाराजा हुनुहुन्छ त्यस्तै गरी यता हाम्रो लौकी महारानी हेर्नुस् यता एकदमै उतातिर मजाले जानुभएको छ एकदमै राम्रो भएको छ साथीहरु है यहाँ चाहिँ मैले जुगाडबाजी लाएर चाहिँ सिमी हो यो चाहिँ मिन्ट महाराजा पनि हुनुहुन्छ पुदिना महाराजा हेर्नुस् सिमी र चाहिँ मैले यो पानीलाई चाहिँ वेस्ट हुन नदिएर एउटा सानो कुलो जस्तो बनाएर चाहिँ मैले यसो पानीको जुगाड चाहिँ गरेको छु है वेस्ट पानी हुन्छ नि त घरबाट निस्केको र यहाँ मैले मेवाको बोटा पनि रोपेको थिएँ यार यो कसले काट्दैछ टाउको पुरै उखालेर फाल्दैछ यार सानो मेवाको बोटा छ हैन हेर्नुस् अब के गर्ने यस्तै हो कसले फाल्यो थाहा भएन ल यो चाहिँ हाम्रो के हो यो खै के हो यार के को बोटा मलाई चाहिँ थाहा हैन ल अब लाग्ने चाहिँ उम्रे हैन के कम भयो होला थाहा भएन त्यो र त्यो बोटा चाहिँ यो बोटाहरु सबै ठुल्ठुला बोटाहरु चाहिँ सबै सँगै लागेको हो के यो चाहिँ जस्ता त्यस्तै छ र यिनीहरु बैगन महाराजा हेर्नुस् हिजो अस्ति भर्खरै सारेको बैगन हुनुहुन्छ त्यस्तै गरी हाम्रो पुदिना रानी हुनुहुन्छ लेलो पुदिना हैन त्यसपछि हाम्रो भिन्डी महाराजा हेर्नुस् फल पनि दिन लागिसकेको छ सानो बोटा छ कति राम्रोसँग फलेको छ है तपाईहरुले हेर्न सक्नुहुन्छ हेर्नुस् यहाँ धेरै छ र यसै गरी पुदिना महारानी हुनुहुन्छ यता पुदिना भिन्डी त्यसपछि साइडमा लौका पनि हुनुहुन्छ यसै गरी हाम्रो बैगन महाराजा पुदिना लेलो पुदिना अनि भिन्डी यो चाहिँ फर्सी एउटा फर्सीको बोटा एउटा मात्रै छ यार हैन यस्तै छ मेरो सानो करेसाबारी तपाईहरुले मन पार्नु भयो कि नै थाहा भएन हेर्नु होला है सानो मेहनत हो हैन अब यसो घरको लागि यस्तै चलिरहेको छ जिन्दगी हैन साथीहरु परदेशमा के हुन्थ्यो र ल यता सानो अब यी बिरुवा रेडी हुँदैछन् बिस्तारै है तपाईहरुलाई अपडेट दिँदै जानेछु हेर्नु होला यहाँ चाहिँ अब के छ पछिसम्म थाहा हुन्छ रोप्न चाहिँ मैले सबै एकैचोटि खनाएर रोपेको हो ल साथीहरु देखिहाल्नुभयो हैन मेरो सानो करेसाबारी तपाईहरुलाई मन पर्यो भने यसो लाइक शेयर कमेन्ट गरिदिनु होला है